आमा नेपालमा के हुँदैछ यस्तो के हुँदैछ हामी भन्छौँ भगवान छन् हाम्रो अरू कोही साथमा नगए पनि भगवान छन् भगवानले हेरिरहेछन् देखिरहेछन् भन्छ यदि साँच्चै भगवान थिए भने त यो हालतमा के हुन्थ्यो होला भगवान हामी जग्छौँ भगवानकै नाम थोरै केही हुँदा पनि हे भगवान रक्षा गरिदिनु यदि भगवानले रक्षा गर्थे भने एकै दिनको बाढी पहिरोले यति धेरै मान्छेमाथि क्षति किन पुग्थ्यो होला म एउटा प्रार्थना गर्छु भगवान मान्छेको जन्मै नदेऊ कि यदि जन्म दिन्छौ भने लट्ठी टेक्दासम्मको बाँचुन्जेलसम्म जन्म देऊ कि खाउँ खाउँ लाउँ लाउँ भन्ने उमेरमै पस्ताउने गरी जन्म नदेऊ भगवान मर्ने त मरे मरे बाँच्ने कति आफत भएको छ कति गाह्रो भएको छ त्यो भगवानलाई थाहा छ